है गाई चल्यो हामी चाहिँ आएको छौँ है यहाँ यो अझ यो पुल भन्ने ठाउँमा पनि आएको छौँ पहाडा छ यता माथि यो पहाडा पनि छ हामी यो ठाउँमा पनि फेद हामी यता घुम्नेछौँ यो साइडले यहाँ पुलबाट क्रस गरेर साथीहरू परतिर गइरहेको छ म यहाँ लागेँ साथीहरू अब हामी यो साइडतिर हेरौँ यो साइडतिर तपाईँले देख्न सक्नुहुनेछ यो साइडतिर चाहिँ टक्क भ्यू राम्रो छ भ्यू पुलबाट हामी अगाडि बढिरहेका छौँ म तपाईँलाई साइडको भागहरू पनि देखाइरहेको छु यो साइड चाहिँ राम्रो छ भ्यू एकदम शान्त ठाउँ छ यहाँ घुम्नु लायकको ठाउँ छ होइन फ्यामिलीसँग आएर घुम्नु पनि सकिन्छ होइन एकदम राम्रो छ क्या त्यस्तो हल्लाहरू त्यस्तो खासै छैन एकदम आनन्द छ नजिकै यो टेम्पल यहाँको मन्दिरहरू रहेछ यसो मन्दिरमा गएर यसो दर्शन गरे पनि हुन्छ है दर्शन गर्नु मन लाग्नेहरूले माथि छ यो गुफाभित्रको छेउमा गुफाको मुनि पनि रहेछ मन्दिर यो हिँड्ने ठाउँ चाहिँ अगाडिबाट होला यहाँ ढोक्दैछन् यसो प्रे गर्दैछन् यहाँबाट चाहिँ हिँड्ने ठाउँ मासतिर जाने ठाउँ रहेछ माथि है गुफाको फेदको मन्दिरमा जाने बाटो रहेछ यसबाट गएर टक्क यसो प्रे गरेर फर्किँदा पनि हुन्छ हामी गएनौँ यहाँबाट हामी फेरि अब अगाडि आफ्नो गन्तव्यतिर अगाडि बढिरहेका छौँ अगाडि बढ्ने क्रममा अब नजिकै यस्तो यहाँको के भनौँ यो उहिलेको भनौँ न पुरानो संस्कार संस्कृतिहरू झल्काउने केही राखेको होला यो होइन मूर्तिहरू के हो भगवानहरू के बनाएर राखेका छन् यहाँको संस्कार अनुसार त्यो हामीलाई थाहा भएन तै पनि हामी अगाडि यहाँबाट अब आफ्नै गन्तव्यतिर लागिरहेका छौँ आफ्नो गन्तव्यतिर लाग्ने क्रममा यस्ता फुलहरू हेर्नुहोस् त फुलहरू अहिले सिजनै यो फुलको भएर होला सायद फुलहरू जताततै ढपक्कसँगले फुलिरहेको छन् एकदम हावा पनि आजको एकदम राम्रो सरर चलेको छ हावा हिँड्नुको लागि मौसम आज चाहिँ एकदम पर्फेक्ट भएको छ त्यही कारणले गर्दा हामी बाहिर निस्केका छौँ हिँड्ने मौका पारेर आज चाहिँ मौसमले पनि ठ्याक्कै साथ दिएको छ घाम पनि छैन एकदम शीतल छ हावा चलिरहेको छ सरर हामी मासतिरबाट आएको छौँ बहिनीहरू भाइहरू पनि आउँदैछन् अझै पछाडि अगाडि पनि हाम्रा टोलीहरू अगाडि बढिरहेकै छन् हामी यो घनाघोर जङ्गलको बिचमा हामी पैदल यात्रा गरिरहेका छौँ अगाडि बढिरहेका छन् पैदल यात्रीहरू सँगसँगै म पनि बिचमा बसेर हिँडिरहेको छु हल्का भिडियोहरू बनाउँदै अगाडि बढिरहेको छु तपाईँले देख्न सक्नुहुन्छ यसको नजिकै मलाई आश्चर्य लागेको कुरो चाहिँ के हो भने यो पहाडको बिचमा अटोमेटिक त्यो पालहरू बनाएको छ त्यो चाहिँ किन बनाओ भन्ने आफूलाई नै के भन्छ आफूलाई मनमा खुल्दुली उत्पन्न भइरहेको छ हेर्नु पनि गएँ तर त्यहाँ दुलाहरू ठुला दुलाहरू बनाएका छन् भिरको बिचमा तर खै किन बनाउन् किन हो त्यो चाहिँ थाहा भएन होइन बिचमा यसो ढुङ्गाहरूलाई खोपेर यसरी मूर्तिहरू बनाएका छन् यसरी सजावट यहाँको हेरौँ यो नजिकै गएर म तपाईँलाई देखाउँछु यो के हो त यस्तो तरिकाले हेर्नुहोस् त यस्तो मजाले कलाहरू प्रदर्शन गरेको छ भित्तामा खोपेर पनि बनाएका छन् यो ढुङ्गाहरू यसरी मजाले मिलाएर यसरी राखेका छन् यो बाटो जस्तो छ यो खै कता जाने बाटो हो यो मासतिरै छ अब हामी नजाउँ मासतिर हामी फर्कौँ यसपछि हामी अगाडि बढी नै रहेका छौँ अगाडि बढ्ने क्रममा हामी अगाडि एकजना भाइ छ धेरै अगाडि सुई ऊ आफ्नै तालमा अगाडि बढिरहेको छ म आफ्नै तालमा छु हाम्रा साइडका 3-4जना लेडिजहरू पनि उहाँहरू आफ्नै तालमा छन् सबै आफ्नो तालमा हामी अगाडि बढिरहेका छौँ मैले अघि तपाईँहरूलाई भनेको यो भित्तामा अटोमेटिक यस्तो गुफा जस्तो बनाएको चाहिँ के हो यो गुफा आएर बस्ने हो कि के हो मान्छेहरूले नै बनाएको हो कि गुफा बस्नुलाई बनाएको हो कि हो यस्तो अब हाम्रो के भन्छ नि गाउँघरको चलन अनुसार चाहिँ यो के भन्छ नि गुफा भन्छ नि बाघहरू बस्ने गुफाहरू भन्छ नि छन् त्यस्तै छ यहाँ बिचमा यसरी के कुदिएर बनाएको छन् के हो हाम्रो नजिकै खोला भनौँ कि समुद्र भनौँ के भनौँ यसलाई होइन बगिरहेको छ अब सरर बगिरहेको यसको छेउ किनारे हाम्रो चाहिँ यात्रा चाहिँ किनारको छ आजको हाम्रो यात्रा नै कम्ती पनि 2.5 घन्टा जतिको यात्रा हो यो यसमा मैले हल्का एडिट गरेर सर्टकटहरू राखेको छु तपाईँहरूलाई यो ठाउँ चाहिँ जस्ट रमणीय छ भनौँ न यहाँ भाइहरू फेरि हल्ला गरिरहेका छन् यहाँ मासतिर खै किन हो हेर्नुहोस् यहाँ माथि एक्लै गुफामा बसेर भिडियो बनाइरहेका छन् माथि हेलो भाइ
भाइ आफ्नै तालमा माथि हेलो 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 भन्दै बसिरहेका छन्। यहाँ कसै अगाडि बढेर यसरी आफ्नै तालमा यसरी के गर्दै गफ गर्दै हिँडिरहेका छन् भने म पनि आफ्नै तालमा भिडियो बनाउँदै अगाडि बढी नै रहेको छु। बढ्ने क्रममा तपाईँहरूलाई अब नजिकै हामीले जे देख्छौँ त्यो देखाउँदै नै गइरहेको छु। यहाँ कसै फोटो खिचिरहेछन्, कसै के गरिरहेका छन्। अब हेरौँ, फेरि अर्को एउटा गुफा आएको छ। यो गुफामा के रहेछ त? यो गुफामा पस्ने ठाउँ पनि रहेछ। यो हो मासतिर हेर्नु सक्नुहुनेछ। लु हेर्नुहोस् त, यो के का पोका हो, यो के झुन्ड्या हो यस्तो, थाहा भएन। अब चाहिँ हामी घर फर्कने क्रममा हेर्नुहोस् उहाँ। हेलो, म पनि आफ्नै तालमा अगाडि बढिरहि रहेको छु, हिँडिरहेको छु। अब यसको नजिकै हामी गहुँबारीतिर गयौँ। गहुँबारीको म तपाईँ भ्यू देखाएँ। गहुँबारीमा एकदम दामी छ। यसको छेउमा भाइको हेर्नु प्रतिभा, आमामामामा के हो के भाइको प्रतिभा, यो सकिएन यो के हो के, कडा। हामी अगाडि बढी नै रहेका छौँ। हाम्रो टोलीहरूले हाई हेलो भन्दै हुनुहुन्छ। हेर्नुहोस्, यहाँ सबैजना अगाडि बढी नै रहेका छौँ। हामी बढ्ने क्रममा हामीले भ्यूहरू देखाउन खोजेको भ्यूहरू आजको यो हामी एकदम भित्री ठाउँमा आएको छौँ। भित्री ठाउँमा आए तापनि तपाईँहरूले हेर्नुपर्ने ठाउँ भनेको एकदम राम्रो। घरमा यति सजावट गरेर फुलहरू रोपेर गार्डनमा राखेका छन्। तपाईँहरूलाई देखाउँदै जानेछु। हेर्नु सक्नुहुन्छ, तपाईँले यो पनि हेर्नु सक्नुहुन्छ। हेर्नुहोस्, आमा यस्तो रमै फरेको नजिकै फुलबारी छ, यसरी बगैँचाहरू छेउमा चाहिँ जापानमा चाहिँ यही छ क्या। छेउमा चाहिँ गार्डनहरू बनाउने, फुलहरू रोप्ने, फुलको सजावटै धेरै, डेकोरेसन धेरै नै राम्रो हुन्छ। साथै फुल भनेको चाहिँ यहाँको एकदम नै हाम्रो नेपालतिर खेती गर्छौँ होइन, खानको लागि भने यहाँ चाहिँ खानको लागि भन्दा पनि फुलहरू चाहिँ एकदमै मान्दा रहेछन्। फुलहरू हेर्नुहोस्, यही घरको छेउमा फुल यतिखेर जता हेऱ्यो घरको छेउमा फुल मात्रै हुन्छ, सजिएको हुन्छ। तपाईँहरूको सामु यस्तै भिडियो लिएर आउने नै छु अर्को टाइम पनि। यसको लागि तपाईँहरूले मेरो युट्युब च्यानललाई लाइक, सब्सक्राइब र कमेन्ट गरेर साथ हौसला र माया गरिदिनु होला। यस्तै भिडियो अर्कोचोटि फेरि लिएर आउने बाचा गर्दछु। हस्त, धन्यवाद।